आज हामी ब्लग सुरु गरेको छु तपाईहरु हेर्नु होला हामी साथीहरु छौ कम छ तपाई हेर्नु होला चाहिँ ह्यापी होली हामी सबैले भनिएको छु प्लिज लाइक कमेन्ट शेयर गर्दै गर्नु होला हाम्रो सुनि रवि दोस्त हुनुहुन्छ यो हाम्रो दोस्त माउतो दोस्त हुनुहुन्छ यो प्रदुमन दोस्त हुनुहुन्छ यो दोस्त मेरो दोस्त हुनुहुन्छ हेर्नु परेछ हामी स्कुलबाट होली खेलेर आएको छु तपाई हेर्नु सक्नुहुन्छ यो ब्लगको तपाई लाइक कमेन्ट सब्स्क्राइब सबै सब्स्क्राइब गरेर सबै त्यो बेल दबाएर सबै सब्स्क्राइब गर्नु ल तपाई बोल्नु ओ दोस्त तै के बोल्नु जबरजस्ती हात लगाएर बोलालियो ल बोल्नु न के जबरजस्ती हात लगाएर बोल्नु न के ओ बोल्नु न तपाई के लाने से बोली ओइ जबरजस्ती हात लगाएर बोलालियो ओ बोल्नु तपाईको गर्लफ्रेन्ड गाजा लंगामा के कसो भन्नु छ हाल चोली रङमा खोल अस्ति चोली हेर्नु बेला चाहिँ यहाँ के तपाईँ भाई लाइक कमेंट सब्सक्राइब कर दियो लगन ल थ्यांक यू त तपाईँ हेर्नु परेछ म भन्यो प्लिज लाइक कमेन्ट सब्स्क्राइब गर्नु र हामी आज होली खेलेर बटाएर हेर्नु परेछ हामी मुलुचोकमा रुकेछौँ गण्डक हो यो हेर्नुहोस् भ्यू कस्तो छ हेर्नु परेछ भन्नुहोस् तपाईँको होली राम्रो बितोस् म यही शुभकामना गरिरहेको छु हो त हेलो गाइस म फेरि सुरु गरेको छु भिडियो रोकेको थियो त्यसैले म भनिरहेको छु कि म आज होली खेलेर आएको छु तपाईँ हेर्नु परेछ यहाँ हाम्रो भेटमा सबैको लेखाइ छ आज हाम्रो लास्ट डे थियो कलेजको हेर्नु परेछ सबै हेर्नुहोस् हामी रोडबाट जाइरहेको छु तपाईँ हेर्नु सक्नुहुन्छ प्लिज लाइक कमेन्ट सेयर गर्दै गर्नु होला मेरो एउटा च्यानलबाट भइहाल्छ त्यसलाई मोटाइ फेरि गरेर एउटा न्यू च्यानल खोलेको छु तपाईँ हेर्नु सक्नुहुन्छ म यो गलीबाट म गइरहेको छु के भनिन्छन् प्लिज होली राम्रोसित खेल्ने होला त नगर्नु होला के भनिन्छ मलाई ठुलो युट्युबर बनाउनुहोस् त्यसपछि म खतरनाक म पनि हेर आउँछु म पनि कस्तो छु म गुने बस्नु ठुलो युट्युबर बन्नु छ मिस्टर 20 पनि अगाडि जानु छ त्यसैले भनेको छु प्लिज लाइक कमेन्ट सेयर गर्नु न के भनिन्छ आज हामीहरू कलेजमा धेरै इन्जोय गर्यौँ के भनिन्छ कि हामी साथीसँग केटीहरूसँग सबैसँग धेरै होली खेल्यौँ के भनिन्छ सरहरूसँग पनि धेरै फोटोहरू पनि खिचायौँ हामी सबै धेरै मस्ती पनि गऱ्यौँ तर एउटा डिजे बाजेन त्यसै कारण डिजे मेकअप बिग्रिसक्यो त्यसै कारण म यो ब्लगमा भनिरहेको छु तपाईँहरू धेरै इन्जोय गर्नु होला होलीमा सबैले ह्याप्पी होली के हो हामीहरू धेरै जम्मामा धेरै केही लेखायो मिस यु दोस्त मिस म पनि लेख्यो मिस यु यो त्यो कोही दिल बनाएछ के हामी धेरै मस्ती गऱ्यो हेर्नुहुन्छ मेरो जम्मामा सबै केही लेखेछ हेर्नुहुन्छ यो हामी धेरै मस्त होली खेल्यौँ तपाईँ पनि धेरै मस्त होली खेल्नु होला धेरै फोटो खिचाउनु धेरै भिडियो बनाउनु प्लिज तपाईँहरू पनि युट्युबर बन्नुहोस् आज सबैले सपोर्ट गर्नुहोस् म यही भन्छु के भनिन्छ होलीमा आज धेरै मस्ती गर्नु तपाईँ पनि धेरै मस्ती गर्नु अझै केही बोलिएको छैन भन्नका लागि अब के भन्नु तर पनि भन्छु तपाईँहरूको लागि चिन्ता नगर्नुहोस् एउटा कुरा अझै तपाईँ हेर्नु परेछ म गइरहेको छु रुममा के जल्दी ब्लग बनाइरहेको छु तपाईँहरू हेर्नु होला म एडिटबाट बढी गर्दैन तर पनि जति हुन्छ जति गर्छु प्लिज हेर्नुहोस् अब तपाईँहरू कति भन्नु तपाईँहरू होली त इन्जोय गर्नै हुन्छ अब म के भन्नु गर्नु होला म यही भन्छु तपाईँहरू पनि अब होली गर्नुहोस् जस्तै हामी गयो कलेजमा हामी लास्ट डे थियो दोस्रो मिल्यो सबै के गर्यो लास्ट डे थियो अब यो 2 साल कसरी बित्यो हामीले थाहा लागेन अब यसरी मौका आउँछ कि आउँदैन खोइ हामीलाई थाहा छैन तर म यो भिडियो यादगारलाई बनाएर राख्छु तर तपाईँहरू लाइक कमेन्ट सब्स्क्राइब गर्नु त्यो लाल बटनमा धेरै मस्त भन्नु होला के पनि छ अझै हो त्यो के भनिएको छु कि तपाईँहरू म त्यही भनिएको थियो कि अब हामीहरू यस्तो मस्ती आउँदैन 11-12 कसरी बित्यो हामीले थाहा लागेन अब यो यादगार लागि म राख्छु त्यसैले अब यादगार रहोस् तपाईहरू पनि राम्रोसित आफ्नो 11-12 राम्रोसित पढाइ गर्नु होला राम्रोसित आफ्नो लाइफमा केही गर्नु होला अलि धेरै इन्जोय गर्नु होला हेर्नु सक्नुहुन्छ म कति खुट्टेले हिँडिरहेको छु के गर्ने ब्लग बनाउनु चाहिँ तपाईँ यही गर्नु छ अझै केही होइन अब पुग्न थाल्यो 10 मिनट जति राम्रो टाइम लाग्छ रुममा जान दिँदा के भनिन्छ तपाईँहरू प्लस राम्रोसित बनाउनु होली राम्रोसित खेल्नु होला म यही भन्छु हामीहरू सराले धेरै मोटिभेसन दिनुभयो कि एकचोटि आज मोटिभेसन दिनुभयो के भनिन्छ सचिन गयो त्यो खेल्न एकजना बोलरले विकेट लियो त्यो धेरै बुझ दियो कि म सचिनको विकेट लियो त्यो गयो अटोग्राफ लिन सचिनको तर त्यो अटोग्राफमा लेख्यो तिमी कहिलेसम्म आजदेखि कहिले पनि मलाई आउट गर्न सक्दैन अहिलेसम्म आउट गरेको छैन त्यो यादगार बनिन्छ त्यो गएर सरले भन्नुभयो त्यो गएर पिज्जा बर्गर खाएन त्यो गएर पेस्ट गर्यो हामीले पनि लाइफमा केही गर्नुपर्छ मिहिनेत गर्नुपर्छ ठिक छ केही पनि बाइक लागेर केही पनि फेल भइसक्यो केही पनि कुरो छैन तर मेहनत गर्नलाई कहिले पनि अगाडि बढ्छ अब यतिकै भन्दै म भिडियो रोक्छु अब देख्नमा पनि बोरिङ लाग्छ त्यसै कारण म अब भिडियो रोकेछु ल धन्यवाद।